सो हेलो नमस्ते एन्ड गुड मर्निङ शुभ बिहानी सबैलाई नमस्कार जय नेपाल भन्न चाहन्छु होइन। किनभनेपछि म आज फेसबुकमा बोलेको यो यस्तो फेसबुकमा बोल्न बाध्य थिएन। त्यही पनि होइन, मैले अब मेरो फेसबुकबाट मैले यति भन्न चाहेको कि हामीहरू होइन नयाँ नहेरौँ, पुरानै हेरौँ, लुट्ने नहेरौँ, जुट्ने हेरौँ होइन। हामीलाई अब हामी ठिक छ होइन, नयाँ जेएनजी पुस्ताअनुसार सबैको सोचाइहरू सबैको फरक हुन्छ, त्यो हामीलाई थाहा छ। त्यो पनि थाहा हामीलाई सबैको एउटै हुँदैन होइन, त्यो पनि थाहा। किनभनेपछि सबैको मन एउटै हुँदैन। ठिक छ, सबैलाई पहिलाको पार्टीहरू नराम्रो छ, भ्रष्टाचार गरे होला, दायाँ बायाँ गरे होला होइन। उनीहरूले भ्रष्टाचार गरे पनि विकास नगरेको त होइन नि। हाम्रो विकास गरेकै हो। अब अहिले जिएनजी सोच फ्युचर अनुसार होइन, हामीलाई पहिलाको पार्टीहरू नराम्रो लाग्न लाग्यो। मलाई नै नराम्रो लाग्यो। बालेन, केपी चोर, दायाँ बायाँ यताउता, रवि लामिछाने। अब रवि लामिछाने जित्छ होइन। हुन त पहिलाको मान्छेले के गर्न गरेको थियो होइन, के गरेको थियो। मलाई यस्तो मात्र लाग्यो कि एउटा यति मात्र भन्न लाग्यो कि होइन, हामी नेपाली हौँ, हामीले यति बुझ्नुपर्छ होइन। अब हामी बालेनलाई समर्थक हुन्छौँ, बालेनलाई भोट दिउँला नदिउँला भन्ने होइन। ऊ पनि नेता हो, अरू पनि नेता हो उस्तै। हुन त पहिलाको अब बालेनलाई हामीले भोट दिएर जिताएर लायो भने, बालेन मेयर हुँदा त भेट्न मान्छेहरूले बालेनलाई भेट्न पाएको थिएन। बालेन प्रधानमन्त्री भयो भने बालेन भेट्न पाउँछौँ, हामीहरू भेट्न पाउँछौँ। ठिक छ, सोच फरक हो, मत फरक हो, मत आफ्नो हातमा हो, सोच आफ्नो हो, त्यसमा केही छैन। यति मात्र भने होइन। ठिक छ, हामी नयाँ मान्छे हेर्नुपर्छ, नहेर्नुपर्ने होइन। हामी धर्मानन्द जोशी काङ्ग्रेसका नयाँ मान्छे हुन्, राम्रै भिजन भएको मान्छे हुन्। किनभनेपछि उहाँ चाहिँ राम्रै भिजन भएको मान्छे, युएनडिपीमा उच्च शिक्षा हासिल गरेको मान्छे हुन्, कानुनमा उच्च शिक्षा हासिल गरेको मान्छे हुन्। हाम्रो दार्चुला जिल्लामा उनीहरूले यो युएनबाट कति विकासहरू गर्यो, कति विद्यालयहरूलाई के सुध गर्यो, त्यो हामीले त्यो पनि बुझ्नुपर्छ। थाहा थियो हामीलाई। अब हाम्रो सुदूरपश्चिममा शेरबहादुर देउबा थिए पहिला होइन, प्रधानमन्त्री भएका थिए, 5 चोटि प्रधानमन्त्री भए। उसले नराम्रो गर्यो होला, उहाँको काम नराम्रो होला, त्यही पनि। अब हाम्रो सुदूरपश्चिममा यति मात्र बुझौँ कि हामी जनताले शेरबहादुर देउबापछि सुदूरपश्चिमको नेतृत्व सम्हाल्ने नेता को छ, यति भन्नु होला अहिलेको जिएनजीमा होइन। ल अब अहिले जिएनजीको पुस्ताले होइन, राष्ट्र दायाँ बायाँ स्वतन्त्रले जिल्ला, घन्टीले जिल्ला, सबैले जिल्ला त्यो जितिसकेपछि पनि होइन हाम्रो। अब हेर्नुहोस्, हामी यति मात्र बुझौँ कि हाम्रो दार्चुलाबाट, हाम्रो सुदूरपश्चिमबाट रवि लामिछाने यी स्वतन्त्र पार्टीहरू ठुलो भयो भने हाम्रो सुदूरपश्चिम प्रदेश कति हेपिन्छ, त्यसपछि आफै बुझ्नु होला, सोच्नु होला होइन। आफै थाहा पाउनुहुन्छ होला हामीले कस्तो गऱ्यौँ। हामी अहिलेसम्म त केही हेपेका थिएन। हाम्रो नेता थियो अगाडि शेरबहादुर देउबा, गलत भए पनि उसले भ्रष्टाचार गरे पनि एउटा हाम्रो खम्बा सुदूरपश्चिमको एउटा मान्छे छ भन्ने हामीलाई आश त थियो, त्यो पनि सकियो अब होइन। जन्मियोस्, युवा पुस्ताबाटै जन्मियोस्। शेरबहादुर देउबा जस्तो नेतृत्व सम्हाल्न सक्ने को छ हाम्रो जिएनजी पुस्तामा, छैन नि। त्यही पनि अब ठिकै छ, आफ्नो मत हो, सोच हो, विचार हो, के गर्न सक्नुहुन्छ, कस्तो गर्न सक्नुहुन्छ, त्यसमा म केही भन्न चाहन्न। आफ्नो तिमीहरूको आफ्नो मत हो। वास्तवमा भन्ने हो भने अहिले हामीले तिमीहरूले मलाई गाली गरेर मैले तिमीहरूलाई गाली गरेर केही फाइदा हुने छैन नि। भोलि काम लाग्ने भनेको हामी नै हो। मलाई तिमीहरू काम लाग्न सक्छौ, तिमीलाई म काम लाग्न सक्छु। मानौ कामै नपर्ला हाम्रो, हामी गाउँले छिमेकी यताउता बोल्दा भेट त भइहाल्छ, त्यसमा हामीले केही गुनासो गर्नुपर्ने छैन। म यति भन्न चाहन्छु। हस्, धन्यवाद। जय नेपाल।